र साथीहरू म चाहिँ दोकान जानको लागि रेडी भएर निस्किसकेँ र निस्किसकेपछि बाटोमा जाँदा केही पिक्चरहरू लिँदै गएँ र सिधै बिग बजार गएर केही सामान लिनु पर्यो भनेर बिग बजार गएर चाहिँ केही सब्जीहरू लिएर चाहिँ म बिल पे गरेर फेरि बजारतिर लागेँ। बजारमा पुग्ने बित्तिकै दोकान पुगेँ। दोकान पुगेर चाहिँ भित्र पसेर हेर्दा चाहिँ एकदम सबैजना बिजी रहेछ। मैले पनि पट्टापट्टि सब्जीहरू थन्काएर उनीहरूलाई सघाउन थालेँ। अर्डर झोल मोमो, चाउमिनको अर्डर र फ्राइड राइस यसरी थुप्रो अर्डर आइरहेछ। अर्डर आउँदै कस्टमर पनि भिड लाग्न थालिगयो र कस्टमरहरूलाई दिँदै यसरी दिनभरिको लाइफ चाहिँ हाम्रो एकदमै बिजी जान्छ। 11 बजीदेखि 3 बजीसम्म चाहिँ एकदम बिजी हुन्छ। त्यहाँदेखि चाहिँ फेरि हामीले लन्च गरिसकेपछि चाहिँ त्यहाँदेखि फेरि भोलिको कामहरू रेडी गर्नुपर्ने हुन्छ। भोलिको कामहरू रेडी गरिसकेर सबै थन्काएर चाहिँ घर फर्किँदैछु। र साथीहरू म चाहिँ दोकान जानको लागि रेडी भएर निस्किसकेँ र निस्किसकेपछि बाटोमा जाँदा केही पिक्चरहरू लिँदै गएँ र सिधै बिग बजार गएर केही सामान लिनु पर्यो भनेर बिग बजार गएर चाहिँ केही सब्जीहरू लिएर चाहिँ म बिल पे गरेर फेरि बजारतिर लागेँ। बजारमा पुग्ने बित्तिकै दोकान पुगेँ। दोकान पुगेर चाहिँ भित्र पसेर हेर्दा चाहिँ एकदम सबैजना बिजी रहेछ। मैले पनि पट्टापट्टि सब्जीहरू थन्काएर उनीहरूलाई सघाउन थालेँ। अर्डर झोल मोमो, चाउमिनको अर्डर र फ्राइड राइस यसरी थुप्रो अर्डर आइरहेछ। अर्डर आउँदै कस्टमर पनि भिड लाग्न थालिगयो र कस्टमरहरूलाई दिँदै यसरी दिनभरिको लाइफ चाहिँ हाम्रो एकदमै बिजी जान्छ। 11 बजीदेखि 3 बजीसम्म चाहिँ एकदम बिजी हुन्छ। त्यहाँदेखि चाहिँ फेरि हामीले लन्च गरिसकेपछि चाहिँ त्यहाँदेखि फेरि भोलिको कामहरू रेडी गर्नुपर्ने हुन्छ। भोलिको कामहरू रेडी गरिसकेर सबै थन्काएर चाहिँ घर फर्किँदैछु।